ओके, सो लेट्स टक अबाउट सेल्फ कन्फिडेन्स अनि त्यो कसरी हामीमा बिल्ड हुन्छ है त। मैले बुझेअनुसार चाहिँ हामी मान्छेहरूले जति पनि प्रब्लम सल्भिङ गर्छौँ त्यति नै हामी आफूमा कन्फिडेन्ट हुँदै जान्छौँ। यो सिचुएसनसँग यो प्रब्लमसँग डिल गर्ने क्यापासिटी चाहिँ मसँग रहेछ है भन्ने त्यो हाम्रो सबकन्सियसमा सेट भइसकेपछि त्यहाँबाट नै कन्फिडेन्स बुस्ट हुने हो। तर मैले आजभोलि देखेको सिचुएसनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि मोस्ट पेरेन्ट्सहरूले आफ्नो बच्चाको लाइफ चाहिँ एकदमै कन्भिनियन्ट होस्, तिनीहरूलाई केही पनि दुःखै नपरोस् भनेर सक्दो तिनीहरूको सबै नै प्रब्लम आफै नै सल्भ गर्न खोज्नुहुन्छ। तर त्यो सिचुएसनमा चाहिँ के हुन्छ भन्दाखेरि हजुरले जति बेलासम्म आफ्नो छोराछोरीहरूको प्रब्लम सल्भ गरिदिन सक्नुहुन्छ त्यति बेलासम्म त तिनीहरूको लाइफ एकदमै कन्भिनियन्ट हुन्छ। तर जति एडभान्स हुँदै गयो लाइफमा, जति अगाडि बढ्दै गयो त्यति नै प्रब्लम्सहरूको इन्टेन्सिटी इन्क्रिज हुने त हो, प्रब्लम्स त्यति नै डिफिकल्ट हुँदै त जाने हो। अनि हजुरको कन्ट्रोलमा पनि एउटा सर्टेन लेभलसम्म मात्रै कुराहरू हुन्छ, त्यसपछि त हामीले डिल गर्न त सकिँदैन, मान्छेहरू त लिमिट हुन्छन्। अनि त्यसपछि चाहिँ के भइदिन्छ भन्दाखेरि अब हजुरले त्यो प्रब्लम सल्भ गरिदिन सक्नु हुँदैन अनि हजुरको छोराछोरीहरूसँग त्यो प्रब्लमसँग डिल गर्ने कन्फिडेन्स नै हुँदैन, किनभने इनिसियल लेभलको एकदमै सानोतिनो प्रब्लम्सहरूसँग त डिल गर्न सिकेकै छैनौँ नि त, किनभने हजुरहरूले नै त्यो प्रब्लम्सहरू त आफ्नो छोराछोरीको बिहाफमा सल्भ गरिराख्नु भएको छ नि त। बुझ्न अलिकति गाह्रो भयो भने लेट मी गिभ यु एकदमै सिम्पलर इक्जाम्पल है त। कस्तो भन्दाखेरि लेट्स सपोज हजुरको छोराछोरी अहिले नर्सरी अर युकेजीतिर बल्ल अल्फाबेट्सहरू लेख्न सिकिराख्नु भएको छ अरे। अब तिनीहरूलाई सिकाउँदाखेरि बच्चाबच्चीहरू रुन्छन् अनि गर्न नजानिसकेपछि अलिक स्ट्रिक्ट डिसिप्लिन भइसकेपछि अनि ट्यान्ट्रम्सहरू थ्रो गर्न थाल्छन्। तर अब तिनीहरूले ट्यान्ट्रम्सहरू थ्रो गर्यो भन्दैमा हजुरले गएर तिनीहरूको कपीमा लेखिदिनु भयो भने त तिनीहरूले कहिल्यै ए लेख्न सिक्छन् त। त्यति बेला त ल हजुरहरूले लेखिदिनु भयो अरे, होमवर्क त सकियो, भोलिपल्ट टिचरको पिटाइ त खाइँदैन, टिचरको गाली त खाइँदैन। तर इक्जाममा चाहिँ के गर्छ त हजुरहरूको छोराछोरीले? केही अप्सन हुन्छ त त्यहाँ? त्यो सिचुएसनमा त हजुरको केही कन्ट्रोल पनि हुँदैन अनि हजुरको छोराछोरीसँग त्यहाँ गएर इक्जाम पेपरमा लेख्ने क्वेसन्सहरू सल्भ गर्ने कन्फिडेन्स अर एउटा एबिलिटी पनि बिल्डअप भइसकेको हुँदैन नि त। सो प्रब्लम अरूको बिहाफमा अरू आफ्नै छोराछोरीको बिहाफमा पनि प्रब्लम सल्भ गरिदिनु सोल्युसन हो त? आई डोन्ट थिङ्क सो। हजुरहरूले त्यो सिचुएसनमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि आफ्नो छोराछोरीहरूलाई गाइड गरिदिने, आफू नै गएर लेखिदिनु भन्दा पनि यसरी धर्का तान्ने हो, यता अर्को धर्का तान्ने अनि त्यसलाई जोइन गर्ने अनि ए बन्छ भनेर सिकाइदिइसकेपछि दे विल ह्याभ टु राइट इट देमसेल्भ्स। हजुरले गएर लेखिदिएर चाहिँ हुँदैन। अनि रियल लाइफ सिनेरियोजहरूमा पनि त्यही नै गर्नु पर्यो। हजुरहरूले पछाडि बसेर इन्करेज गर्ने, गाइड गर्ने, तर त्यो प्रब्लम सल्भिङ एक्चुअल जे एक्सन लिन पर्ने हो त्यो चाहिँ हजुरहरूको छोराछोरीलाई नै लिनुपर्छ, सो द्याट दे क्यान बिल्ड अ सर्टेन अमाउन्ट अफ कन्फिडेन्स विदिन देमसेल्भ्स।